को लागि एकजना सभानायकको आवश्यकता हुने कुरो यहाँ हामी सबैमा सर्वविदितै छ। त्यसैले आज यस कार्यक्रममा सभापतित्व आसन ग्रहण गरिदिनु हुनको लागि यसै श्री परोपकार आदर्श बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष श्री चन्द्रमान श्रेष्ठज्यूलाई आसन ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। परोपकार आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष श्री चन्द्रमान श्रेष्ठज्यू कृपया आसन ग्रहण गर्नको लागि ड्यासमा आइदिनु होला। चन्द्रमान श्रेष्ठज्यू त्यसै आसन ग्रहणको क्रममा यस श्री राधादेवी श्रेष्ठ मिस कृपया ब्याज वितरण गर्न यहाँ आइदिनु होला। राधा मिस आमन्त्रण गर्दछु। प्राध्यापक डाक्टर गोविन्द प्रसाद आचार्यज्यू मञ्चमा आसन ग्रहण गर्नको लागि आमन्त्रण गर्दछु। यसै क्रममा आसन ग्रहण गर्नको लागि सबभन्दा पहिला चेतमान श्रेष्ठज्यू, जहाँ मैले उहाँको समितिका पूर्व सभापति पनि हुनुहुन्थ्यो, त्यो मात्र नभइकन समग्र गोर्खा जिल्लाको एउटा विकासको शुभचिन्तकको रूपमा चिनिनुहुने श्री चेतमान श्रेष्ठज्यूलाई म आसन ग्रहण गर्नको लागि व्यासमा आमन्त्रण गर्दछु। को विकासको निम्ति दत्तचित्त यो ठाउँ छोडेर जाँदाखेरि पनि यो ठाउँको माया मार्न नसक्ने एक विदेशी तर लगभग नेपाली जस्तै हामीले उहाँबाट सधैँ माया पाइरहे निक ल्याङ्टनज्यू आसन ग्रहण गर्नको लागि व्यासमा आइदिनु होला। र उहाँसँगै श्रीमती निक ल्याङ्टनज्यू उहाँ पनि व्यासमा आइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै आसन ग्रहण गर्ने क्रममा नै म अर्को पनि त्यस्तै एउटा होनहार व्यक्तित्वलाई यहाँ मञ्चमा आमन्त्रण गर्दैछु। ठिकै छ, म उहाँको नाम पनि अलिकति पछि नै बताउँला। उहाँ हुनुहुन्छ जनप्रशासन क्याम्पसका पूर्व क्याम्पस प्रमुख। त्यसै उहाँको अनुभव प्रोग्राम डाइरेक्टरको रूपमा उहाँले 4-5 वर्ष सेवा गरिसक्नु भएको छ। उहाँले पिएचडी फिनल्यान्डबाट गर्नुभएको। आसन ग्रहण गर्ने क्रममा नै म अर्को फेरि एकजना यस्तो व्यक्तित्वलाई निम्ताउँदैछु। उहाँ हुनुहुन्छ सहायक क्याम्पसशिप शङ्करदेव क्याम्पसका सुमन कमल पराजुलीज्यू। कृपया सुमन कमल पराजुलीज्यू व्यासमा आइदिनु होला। त्यस्तै आसन ग्रहणकै क्रममा विशिष्ट अतिथिहरूको आसन ग्रहण गर्ने क्रममा फेरि यस क्याम्पस सञ्चालनमा विशिष्ट योगदान गर्नुहुने एकजना सक्रिय जुझारु युवा जो उपाध्यक्ष समेत रहिरहनु भएको छ।
र यस क्याम्पस सञ्चालनको निम्ति उहाँले विशेष योगदान, विशेष भूमिका, विशेष उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको थियो। उहाँ हुनुहुन्छ चिरञ्जीवी भट्टज्यू। कृपया चिरञ्जीवी भट्टज्यू व्यासमा आउनुहोला। यस विद्यालयलाई क्याम्पसको रूपमा सञ्चालन गर्नको लागि काठमाडौँमा रहनुभएका यस विद्यालयका भूपू विद्यार्थीहरूको एउटा सङ्गठन खडा गरिएको छ। त्यसलाई भूपू विद्यार्थी सङ्गठन भनेर भनिएको छ र त्यो भूपू विद्यार्थी सङ्गठनका अध्यक्षको रूपमा रहनुहुने श्री रमेश बाबु श्रेष्ठज्यूलाई आसन ग्रहण गर्नको लागि म यहाँ आमन्त्रण गर्दछु। साथै यस कार्यक्रममा आसन ग्रहणको क्रम जारी छ। यस विद्यालयलाई क्याम्पस सञ्चालन गर्नको लागि क्याम्पस सञ्चालन गर्दा समेत उहाँ व्यक्तिगत रूपमा मात्र नभई पारिवारिक रूपमा पूर्ण रूपबाट सक्रिय रहनुभएका श्री वेद प्रसाद काफ्री आमन्त्रण गर्दछु। वेद प्रसाद काफ्रीज्यू यस विद्यालयका पूर्व शिक्षक तथा क्याम्पस सञ्चालनमा विशेष योगदान गर्नुहुने श्री प्रकाशमान श्रेष्ठज्यूलाई म आसन ग्रहण गर्न आमन्त्रण गर्दछु, अनुरोध गर्दछु। प्रकाशमान श्रेष्ठज्यू भूपू शिक्षक तथा चन्नदाता श्री चन्द्रकुमार श्रेष्ठ र क्याम्पस सञ्चालन गर्ने क्रममा मिडियामा विवरणहरू उपलब्ध गराएर विशेष सहयोग गर्नुहुने श्री किरण पछु जीवन ढकालज्यू त्यस्तै क्याम्पस सञ्चालन गर्न र स्मारिका प्रकाशनगत व्यवसाय समेत नभनी आफ्नो सम्पूर्ण समय यसै क्याम्पसमा व्यतीत गर्ने एकजना जोधारकै क्रममा यस क्याम्पसका सहयोगी श्री रामशरण थपलियाज्यू यस विद्यालयका भूपुत्र श्री कृष्ण प्रसाद पोखरेलज्यू त्यस्तै आसन ग्रहण गर्ने क्रममा नै म यसै विद्यालयका पूर्व शिक्षक तथा यस वार्षिक उत्सव कार्यक्रममा विशेषतः स्मारक क्रममा उमा प्रसाद काफ्रीज्यू कृपया व्यासमा पाल्नुहोला। आसन ग्रहणको क्रम जारी छ। यसै क्रममा आसन ग्रहण गर्नुहुने हामी पछाडि बनाउला अझै बढी। त्यस्तै क्याम्पस सञ्चालन समितिका सदस्य रामचन्द्र ढकालज्यू अर्का सदस्य श्री निर्मल बाबु श्रेष्ठज्यू यस जौवारी गाउँ विकास समितिका सचिव एवं गाउँ शिक्षा समितिका अध्यक्ष श्री राज्यबाबु श्रेष्ठज्यूलाई म आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्दछु। राष्ट्रगानलाई तयारी सुरु 1 2 3 अखण्ड यो प्यारो हाम्रो
सरस्वती वन्दना पनि गाइदेऊ। सुरु 1 2 3। अतिथिज्यूबाट क्याम्पसको उद्घाटन प्लेट अनावरण भइसकेको छ। उद्घाटन गर्नुपर्ने काम धेरै छ। आज हामीले उहाँलाई धेरै दुःख दिए। स्मारिका विमोचन भइसकेको छ। त्यसको लगतै हामी यहाँहरूको माझमा विद्यार्थीहरूबाट एउटा स्वागत गीत प्रस्तुत गर्ने क्रममा छौँ। स्वागत गीत हामी सबको
प्राध्यापक एवं शिक्षक साथीहरू, विभिन्न गाविसका गाविस सचिवज्यूहरू, सम्पूर्ण चन्दादाताज्यूहरू अनि नेपाल हाम्रा अतिथि नेपाल टेलिभिजनका कृष्णानन्द भट्टज्यू, सम्पूर्ण अभिभावकज्यूहरू, सहकर्मी शिक्षक साथी सबैलाई नमस्कार र मलाई सम्झेर यो कार्यक्रमको लागि बोलाउनु भएको धेरै धन्यवाद छ। यहाँ बस्दाखेरि मैले धेरै सिकेँ। मैले नेपाली सिकेँ, अहिले अलिक बिर्सेको छु, तर त्यसबेला राम्रो सिकेँ। विकासको विषयमा पनि सिकेँ र गाउँको राजनीतिको विषयमा पनि अलि सिकेँ। अहिले म काठमाडौँमा बस्दैछु। धन्यवाद नेक ल्याङ्टनज्यूको लागि म हार्दिक अनुरोध गर्दछु। आदरणीय सभापतिज्यू, आजका मुख्य अतिथि, विशिष्ट अतिथिहरू, आदरणीय अभिभावकज्यूहरू, मेरा प्यारा भाइ बहिनीहरू, 36 वर्ष अगाडि एउटा जवान शिशुको रूपमा प्यारी भाइ बहिनीहरू, ताली। त्यस्तै श्रीमती नेक ल्याङ्टनलाई पनि हामीले सानो एउटा सम्झनाको सौगात दिँदैछौँ। उक्त सम्झनाको सौगात प्रदान गरिदिनु हुन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री पूर्णबहादुर गुरुङज्यूलाई म हार्दिक अनुरोध गर्दछु र श्रीमती नेक ल्याङ्टनज्यू सम्झनाको सौगात लिनको लागि कृपया अगाडि आइदिनुहोला। त्यस्तै यहाँ अर्को एउटा सम्मान पत्र छ। श्री पिए अगाडि आएर सम्मान पत्र ग्रहण गरिदिनु।
आदरणीय अभिभावकज्यूहरू यहाँ भर्खरै एउटा